अहिले एकचोटि फेसबुकमा नेटफ्लिक्स अकाउन्ट बाई इन नेपाल लेखेर आयो भने तपाईँलाई हजारौँ एडहरू आउँछ है, हजारौँ सरर एडहरू आउँछ। 199 दिएको छैन अहिले सधैँ छैन, 2999 300देखि समथिङ त्यस्तै दिएको छ। अब तिनीहरूसँग नलिनु भनेको होइन, लिनु, तर तिनीहरू अफिसियल्ली आएको छैन नि त होइन, लङ टर्म तरिकाले आएको छैन नि त। उनीहरूसँग राम्रो खालको लिने तरिकै छैन क्या, हुन्छ नि जुन खालको त्यो एउटा म्यानेजमेन्ट नै छैन क्या नेटफ्लिक्समा, त्यस्तो। अनि हामीले त अब अफिसियली तरिकाले गरिरहेको छौँ नि त। अब हामीसँगै बरु 50 रुपियाँ बढिदिनु न, तर हामीसँगै लिनु भन्छु क्या म चाहिँ राइजनेक्स्ट.com बाट। किन भन्दाखेरिमा चाहिँ हामी अफिसियली काम गरिरहेछौँ नि त। तपाईँलाई पछि अब केही भइहाल्यो भने हाम्रो फेसबुक आइडी पनि, सरी टिकटक आइडी, अकाउन्ट डिटेल्सहरूदेखि लिएर हरेक कुरा अफिसियल्ली छ नि त। अब होइन, 1 वर्षको लिनुभएको छ, भरे 2 महिना मान्छे हराइदिन्छ। अब उनीहरूले कहाँ डटपट यताउता हानेर खालि पाएको थियो नेटफ्लिक्स बेच्न थाल्यो होइन, अनि अफिसियली काम गरेको छैन, एआईबाट भिडियो बनाएको छ, हालेको छ होइन, कहाँबाट हुन्छ त? त्यसरी त अफिसियली काम भएन नि त होइन। चल्ला, दिन्छन् दिँदैन होइन, दिन्छन्, प्रायः जसोले दिन्छन्, तर लङ टर्मको लागि हुँदैन है। अनि त्यो भएर चाहिँ राइजनेक्स्ट नै चुज गर्नुहोस् भन्छु है म चाहिँ, ल।